गर्मी हुन्छ होला हो यहाँतिर त गर्मी हुन्छ बसी खानु मेरो दाले के गरे होला खाली खेलिरह होला मेरो कपाल कसले खोले हो के चार्ज भएको छ कति पर्सेन्ट भएको छ 17 बढेको छ सबै यस्तै रोड भयो नि निदाइ छ बेस छ भने पोखरा छोडिदिउँ क्या अमेरिका रहेछ र मेरो छोराले यो त निदायो भन्दा म त बेस छ भने अमेरिका के अरे पोखरा लगेर छोडिदिउँ गफ गर्दै गएको मलाई पनि निन्द लाग्यो सबै सुतेपछि मलाई पनि निन्द लाग्यो ए पारिपट्टि अक्काला देखाउँछ क्या हजुर पारिपट्टि क्या अक्काला मन्दिर पारिपट्टि नचलाउन ए ठोकिया मलाई यहाँ कति मुनि रोड थियो रोड 5 फिट अल्गो होला यो रोड तपाईँहरूलाई अल्गो बनाएको यो उठा उयो थियो नि नानीहरू त्यसको बराबर थियो कि विवेक तिमी टाउको बाहिर ननिकाल है बाहिर ननिकाल्दा ठोक्किन्छ फेरि अलिक ए दाँत गयो कहाँबाट ल्याएर मम्मीले के साथी हाल्दैन म त यसलाई 1700 हुन्छ क्या हो त्यहाँबाट पनि माथि आधी मुख जाने हो 500 मा छ राइडर जस्तै हिँड्छ त्यो त राइडर स्लो भनेको अनि त्यही स्पिड हुन्छ जहाँ स्लो भनेको त्यही स्पिड आइपुग्नु लाग्यो अब यहीँ खोला ए हुन्छ तल खस हो र दुईजना नानीको रातभरि सुतेर गयो सुत्यो अनि हामी सँगै सुत्यो मलाई भमिट आउला जस्तो भयो कि ए ची यतिमा नि कस्तो भमिट आउँछ के जति कोही मलाई हिजो नि भनिरहेको थियो सानोले हो क्या आउला होइन प्लास्टिक माग है तिमी सुधै सिधा आउँदैन कि आमा कुङ्गा नि सुतेर छ यो त जहिले यस्तै गाडी अघि एकछिन मैले के ब्रेकसँग चलाएको थिएँ आएर त सपना देखेर होला गाडीभित्रै छ नि सुधे के मरे जस्तै हाम्रो बसमा चाहिँ म त बसमा त पछाडितिर बस्यो भने चाहिँ सुत्दैन यसरी अगाडि हेर्न पायो भने चाहिँ सुत्छु ए के अरे अगाडि पछाडि चाहिँ सुत्छु अगाडि हेर्न पायो भने चाहिँ सुत्दैन यत्तिकै हो
क्यामेरा ढाड दुखेर यस्तो गर्नुपर्छ बाइकमा कम्ती गाह्रो हुन्छ भएन तपाईँको भिडियो भइरह अघिदेखि नै गरे होइन लाउँदै पुग्नु पर्छ आज अहिले उताल्नै पर्ला फेरि पोखरा गएर पोखरामा चढाइदिउँ ल यहाँबाट गएर अब त्यो बसले झार्ने ठाउँमा उभिन जाने होला ठ्याक्कै यसले झारिदिन्छ त्यही बसिरहने होला पृथ्वी चोकमा पृथ्वी चोकबाट यता गाडी आउँछ त्यहीमा चल्यो निद्रा लाग्यो मलाई नै निन्द्रा लाग्दैन अहिले बसिँदै पछाडि सोधेर आउने हो भर्खरै गफ दिएँ भर्खरै निन्द्रा लाग्दैन भने अब निन्द्रा लाग्दैन अगाडि उठ्नु पर्यो डिकेर ए त तिमी आएपछि छोरा यहाँ अगाडि राख्छ म सुत्छु पछाडि कति धेरै हो कति मिनट के गर्ने त्यो भिडियो हाँ? के गर्ने त्यत्रो भिडियो जे हुँदैन डिलिट गर्ने युट्युबमा अस्ति गीत गाएको हाल्छ अह हाँ? त्यस्तो नि के हाल्ने त अनि अर्का तिमीले त डोजर त बेसरै देख्छ हो डोजर चलाउने कि पुलिस हुने डोजर अघि चलाउने चाहिँ पुलिस हुने भन्छ अरे है त्यो छोरा पुलिस हुन्छ भनेको त रोइरहेको थियो क्या अघि अनि त्यो मान्छेले यहीँ छोडिदियो भनेर अनि मैले छोडिदिएँ त्यतिकै म त्यतिकै हिँडिदिएको अनि कस्तो ठुल्ठुलो पहाड है यहाँतिर त यो हिमाल चढ्ने ट्रेनिङ गर्ने पाहाड यो ठाउँको नाम के हो तनाउ हो यो अब तनाउ विमल नगर बन्दीपुर चाहिँ कहाँ हो त बन्दीपुर पुगिन्न नि यहाँपट्टि जाने हो त्यही बन्दीपुर जाने हुँदा अझै यताबाट जाने लाग जाने अघिको राइडरहरू त यता पो रहेछ त हो त रहेछ त अनि थोत्रो रहेछ त अब त बाटो त यता त यति मात्रै हो यो अलिक सानो के बनाउन अलिक हुँदैन तलबाट यत्रो वाल उठाएर देख्न हजुर के हो यो पानी हाल्ने पानीवाला लाग्छ छ त्यहाँ पानी ए यहाँ त के हो र यो त झन् हाम्रो गाउँतिर जाने बाटो त ट्रेनिङ गर्छ नि हे तेरी का छ यो विवेक त कस्तो हो के हे किन पानी छेपेको त कहाँ छोरा पर्स ल्याएन
एकदम यहाँ ठाउँ छैन खै यो निकाल्नु त गर्मी महिनामा बस्छु पानी बन्दीपुर केबल त चलेकै छैन कहाँ हो बन्दीपुर डाँडामा यहाँनिरबाट माथि हेर्नु त्यो घरदेखि चाहिँ एउटा ठुलो देख्नुभयो त्यही हो त्यही हो ए त्यही भन्दा अझै त्यही एरिया हो तपाईँ केबल कार चाहिँ देख्नुभयो खै देखिहाल्छ नि अलिअलि त कस्तो अलिअलि नजाने पनि थाहा नभए पनि अनि केबल कारमा गएन भने चाहिँ कहाँबाट जान्छ होला है उताबाट छ ए मैले थाहा भयो थाहा भयो यहाँबाट केबल कारमा जाने डुम्रे आइपुग्यो डुम्रे बजार अर्कै भयो क्या गीत त सुन्दर बजार सुन्दर बजार डुम्रे बजार लमजुङको है त्यो नि लमजुङमा मेरो एउटा साथी थियो मेरो पनि छ राम्रै छैन भोटेवडामा हो साथी भोटेवटा कमल काटेर जाऊ मैले साथीहरू कता खान्छ डुम्रे आइपुग्यो हो त्यही हो ए डमडम डमडम ए हो अबि त्यो डुम्रे बन्दीपुर जान त डुम्रे आइपुग्नु पर्ने रहेछ नि त उता हो अब कहाँ जाने अब कता अनि विश्व जाने होइन यता जाने हो उता गयो भने चाहिँ पोखरा हो पोखरा यो चाहिँ आरोघाट जस्तो रहेछ है त्यस्तै खाना आज गर्छ होइन भन्नाले बाटो के ठाउँ के साँगुरो दमौली हुँदै जाने होइन पोखरा त रमाउली सोधे खोला लेख्न लाग्यो क्या यहाँ त झन् बर्खामा चाहिँ समस्या होला जस्तो छ है यहाँ चाहिँ किन खोलामै घर बनाएर चाहिँ अनि डान्सिङ डान्सिङ Yes, sorry, I'm 42 kilometers. Oh, कति बज्यो? 41 है 1:41. ज्यादा 41. बनाए पनि कुन चाहिँ बाटो लाग्छ सानो कता? यो बाटो
ए सानो थियो दुईटा गाडी आउनुलाई गाह्रो हुन्छ मैले गाडी चलाएँ भने त मैले त सक्दैन धान्न दिमागले किन खै मेरो दिमागै छैन क्या कहाँ गयो गयो बुढा सँगसँगै गयो क्या बिमारै छैन लमजुङ काठमाडौँ गन्जी आउनु माmu boklat बग्ला के भन्छ सालपात hah सालको पात उसले थाहै छैन खाइरह अब भोक लाग्यो भात खाइसकेपछि भोक लाग्यो भन्छ अनि खाने बित्तिकै मैले खाएन अनि यसले त भात खाएन नि साँच्चीकै किन माथेर हुन्न त्यो नचुर है त्यो खोले त यहीँ छोडेर जाने हो त्यो खोल्यो भने यहीँ छोडेर जाने हो यो पनि स्कुल रहेछ है एकछिन